गुड मर्निङ साथीभाइहरू। अहिले बिहानको समथिङ 9 बजिसक्यो। म अब्बा खमिजमा छु। सबैजना आराम कुशलै हुनुहुन्छ होला। म चाहिँ अहिले अब्बाबाट निक्लेको रियादको लोड हुँदैछ अनि मेरो चाहिँ रियादको लोड भएर निक्लेको। यो चाहिँ अब्बा खमिज मुसेर भन्ने ठाउँमा छु। मुसेर भन्ने ठाउँबाट अहिले 9 बज्यो। नो इन्ट्री आज 9 बजी खुल्छ अनि सधैँखुली 9 बजे 9 बजी निक्लेँ म बिहानै। हिजो राति नै लोड भएको थियो अनि म चाहिँ यहाँ अब्बाबाट निक्लिँदैछु। सबैजना आराम कुशलै हुनुहुन्छ होला होइन। कतिजनालाई मैले यो भिडियो हाल्दाखेरिमा कमेन्ट छोड्नु हुँदो रहेछ कि होइन। यो कमेन्टमा चाहिँ कतिजनाले सर्ट प्रश्नहरू गर्नुहुन्छ होइन। सर्ट प्रश्न के हो भनेदेखि कम्पनी कस्तो छ भन्नुहुन्छ होइन। कम्पनी कुन हिसाबले कस्तो छ भन्ने हो थाहै छैन। किनभनेदेखि एक हिसाबले कम्पनी एकदम राम्रो छ, कुनै हिसाबले एकदम खराब छ भन्दा नि हुन्छ फेरि होइन। किनभनेदेखि यसले बेसिक सेलरी भनेर अहिले कार क्यारियरहरूलाई 1500 दिएको छ। यस्तो गाडीहरूको चाहिँ यस्तो गाडी चलाउनेहरूलाई चाहिँ 1500 दिएको छ। अनि अरूलाई चाहिँ अनि के अरे सत्ता भलगरहरूलाई चाहिँ कस्तो के दिएको छ थाहा छैन। सत्ता भलहरूलाई चाहिँ के दिएको छ थाहा छैन सेलरी। हामीलाई चाहिँ 1500 दिएको छ। अनि टिपसिप गर्दाखेरिमा हाम्रो लगभग अहिले 2500-3000 जति हुन्छ चाहिँ भन्छु म एक हिसाबले। अनि सेलरी चाहिँ फिक्स 27-28 को हालिदिन्छ। सेलरी चाहिँ राम्रै दिन्छ भनौँ। अनि अरू चिजमा चाहिँ सिस्टममा चाहिँ एकदम खराब छ होइन। खाना चाहिँ आफैले बनाएर खानुपर्छ। खानाको लागि चाहिँ कम्पनीको फेसिलिटी केही पनि छैन। अनि गएर अरू चिजमा भन्ने हो भने घर जानलाई अनि पेपर हाल्नलाई एकदम झ्याउ छ क्या। अब सबै कम्पनीमा त्यस्तै हुन्छ होला, तर मलाई चाहिँ यो अरू कम्पनीको सिस्टम हेरेर यो कम्पनीको सिस्टम हेर्दा चाहिँ एकदम खराब जस्तो लाग्छ। नत्र भनेदेखि सेलरी मात्रै हेर्ने हो भने ठिकै जस्तो लाग्छ। किनभनेदेखि पहिला कति हुन्थ्यो थाहा छैन। अहिले चाहिँ अनि 3500 भन्दा हुँदैन, धेरै भनेको। अनि कतिजनाले अब त्योभन्दा धेरै पनि कमाइरहेको हुन्छ यता नि। अनि अरू भनेको चाहिँ अब कम्पनी अनुसारको सेलरी ठिकै आउँछ। किनभनेदेखि अहिले चाहिँ काम एकदम डाउन चलेको कि। यो हाम्रो गाडीहरूको प्राय 6-7 दिनमा एक टिप लाग्दिन्छ। एकदमै डाउन छ हाम्रो काम। जस्तै पनि अब गरिरहेछ हेरौँ। म चाहिँ बिहान अब्बा खमिजबाट निक्लेदेखि यहाँ भिसा भन्ने ठाउँमा आइपुगेको छु। म यो अहिले भिसा आइपुगेँ। किनभनेदेखि अहिले म त्यहाँ खानासाना खाएँ। खानासाना खाएर निक्लिएपछि म सरर निक्लिरहेको छु। यो चाहिँ भिसा कुबरी भइहाल्यो। यता यो भिसाको जङ्गलहरू यस्तो देख्छ। तर जे होस् जङ्गल नभए तापनि डाँडा काँडाहरू चाहिँ यहाँ रहेछ। यतापट्टि चाहिँ हेर्दा चाहिँ राम्रो देख्छ भ्यूहरू चाहिँ। म चाहिँ अहिले रियाद पुग्न लाएँ। समथिङ 100 किलोमिटर 110 किलोमिटर होला। किनभनेदेखि हिजो राति नै उतै सुत्थेँ। म छिटै सुतेँ, 9 बजीतिरै सुत्दिएको थिएँ। 300 किलोमिटर चान्चुन बाँकी थियो।
100 किलोमिटरतिरै सुतेँ अनि बिहान उठेर हिँडेको। अहिले यो बल्लघाटतिर आइपुगेको छु। यस्तो देखिन्छ भ्यू भने अहिले हिजोको त्यो डाँडा काँडाहरू सबै काटेर आइसकेँ। यो डाँडा काँडा पछाडिको भ्यू हो यो। यस्तो छ। सबैजना साथीहरू देश विदेशमा हुनुहुने, नेपालमा बसेर हेर्नुहुने, विदेश आउन चाहनुहुने व्यक्तिहरूलाई भने अहिले ट्रान्सपोर्ट लाइनले अझै गाह्रो बनाइरहेको छ। यो ट्रान्सपोर्ट लाइनमा चाहिँ यो ट्रान्सपोर्ट लाइन गाडी चलाउन आउँदै हुनुहुन्छ, कोही आउने विचारमा हुनुहुन्छ भने कम्पनी हेरेर आउँदा हुन्छ। किनभनेदेखि पहिलाको जस्तो चाहिँ अहिले छैन। किनभनेदेखि पहिला 4-5 हजार रियल हुन्थ्यो होला र अनि म पनि 4-5 हजार रियल हुन्छ भनेर आएको। अनि यहाँ आएर मैले स्यालेरीको हिसाबले 4-5 हजार चाहिँ कमाइ भएन। जे होस् 3,000-3,500सम्म त उठाएको थिएँ। अनि उठाएपछि अहिले चाहिँ त्यत्रो हुँदैन। 2,500-3,000 उठाउन नि गाह्रो हुन्छ। 25-26 स्यालेरी आउँछ। अनि स्यालेरी चाहिँ के अरे कम भएको हुनाले त्यति धेरै ट्रान्सपोर्ट लाइनमा अहिले काम छैन। किनभनेदेखि बाटोमा हिँड्दाखेरिमा फाइनहरू आउँछ। फाइन सबै आफै ड्राइभरले आफै बिहोर्नुपर्छ। अनि गएर फेरि फाइन कतिवटा फाइन बिहोर्नुपर्छ भनेदेखि हामीले जस्तो यस्तो सिट बेल्टहरू नलागेको छ भने मोबाइलको सिट बेल्टको, अनि बाटोमा ओभरटेक गरेको, रुल्स फलो नगरिकन चलाएको भनेर हानिदिइरहेको हुन्छ। नो पार्किङकोदेखि लिएर त यो तामझाम त यो ट्राफिकको त सब ड्राइभरकै हो। र अहिले जेरीको भिजाबाट पनि जेरीमा आइरह। किनभनेदेखि म चाहिँ स्किल पावरबाट म चाहिँ यो सप्लाईमा पर्छु। किनभनेदेखि नेपालमा भिजा गएको थिएँ, भिजा जाँदाखेरिमा जेरीको गएको थिएन, स्किल पावरको नाममा ल्याएको थियो। अनि म चाहिँ स्किल पावरको मान्छे हो। किनभने मेरो कम्पनी स्किल पावरको छ, म चाहिँ जेरीमा काम गरिरहेको छु। अनि पछाडि म आइसके पछाडि धेरै मान्छेलाई फेरि जेरीकै भिसामा लिएर आयो। अनि अहिले चाहिँ के गरिरहेको छ कम्पनीले भने सिस्टम चेन्ज गरिरहेछ। किनभने सिस्टम यो अपडेट गर्नलाई टाइम लाग्यो या के हो थाहा भएन। पहिला सुरुमा ट्राफिक नियमको मात्रै हामीले भर्नु पर्थ्यो भने पछि आएर यो नेपालमा हामीले काँटा गर्दाखेरिमा काँटाको पैसा हुन्छ, कहिलेकाहीँ हाइटको हुन्छ, ओजनको हुन्छ, त्यो यहाँ मिजान भन्छ। मिजानको पनि कम्पनीले ड्राइभरको नाममा राखिदिएको क्या। किनभनेदेखि जति छ त्यो ड्राइभरले तिर भनेर चाहिँ कम्पनीले दिइराखेको क्या। कम्पनीले तिर भन्छ क्या। अनि त्यो कम्पनीले नतिरेर कम्पनीले चाहिँ हामी ड्राइभरहरूलाई तिर भनिराखेको क्या। किनभनेदेखि मिजानको पैसा नि ड्राइभरले तिर्ने, अनि ट्राफिकको पैसा नि ड्राइभरले तिर्ने, अनि सिट बेल्ट के अरे पछाडि हामी त टायर बाँध्नुपर्ने हुन्छ। अनि टायर नबाँधिकन गाडी चलाएछ भने पनि के अरे भेट्यो भने त्यसको पनि हामी आफै दिनुपर्छ। हरेक मुखल्प अथवा फाइनहरू आउने फाइनहरू मुखल्पहरू सब ड्राइभरले तिरेर अहिले 2,500-3,000मा एकदम दुःख छ। किनभनेदेखि 4-5वटा मुखल्प हुनेको त 3-4 हजार रियल ड्राइभरले तिरेर जाला। त्यो आफ्नो ठाउँमा छ। धेरै हुनेको त अनि कसरी जान्छ नि? 18-20 हजार 25 हजार हुनेहरूको त गाह्रो छ नि। अनि फेरि अहिलेको साउदीको रुल्स अनुसार फेरि नेपाल जानलाई, एयरपोर्टबाट आउनलाई जानलाई एकदम गाह्रो बनाइदिएको छ। जहाजमा के अरे मुखल्प छ भने अथवा फाइन छ भने त्यो नभरिकन जान नपाउने नियम ल्याइदिएको छ अहिलेको गभर्मेन्टले। किनभने यो मिजानको मुखल्प ड्राइभरले तिर्ने ड्राइभरको नाममा आइरहेछ। अनि मेरो 4वटा मुखल्प थियो। 4वटा मुखल्प चाहिँ मेरो नाममा आइरहेछ। किनभनेदेखि मेरो एकाउन्टमा आइरहेछ। गभर्मेन्टले मेरो एकाउन्टबाट अलरेडी काटिरहेको छ। अनि जति पनि आउने साथीहरूलाई के भन्न चाहन्छु भने ट्रान्सपोर्ट लाइन अहिलेको 2025 देखि हेर्ने हो भने मासतिर कति वर्षसम्मलाई हो काम छैन। यो
नेपालमा पनि लगभग 18-19तिर सडक व्यवसायहरूको एकदमै नाजुक अवस्था थियो भने यहाँ पनि ट्रान्सपोर्ट लाइनको एकदमै नाजुक अवस्था होला जस्तो लागिसक्यो। कि मैले 2025 अन्तिम 25 हो, अब 26 लाग्न लागिसक्यो। अब 26को यो लास्ट भइहाल्यो। अब 2-4 दिनमा न्यु इयर सुरु हुन्छ। आज 27 भइगयो। अब 2-3 दिनमा लगभग न्यु इयर 26 पनि लाग्छ। 26मा कति काम हुन्छ थाहा छैन, तर अहिलेको हिसाबले ट्रान्सपोर्ट लाइनमा सकभर नआएको राम्रो मान्छु म चाहिँ, होइन। किनभनेदेखि आफू चाहिँ गएर कमाइरहेछ भन्ने होला, होइन। किनभनेदेखि अहिले 2500-3000मा सबै थोक आफैले गर्नलाई सक्दैन क्या। किनभनेदेखि सबै आफैले गरेर 2500-3000मा एकदम गाह्रो हुन्छ। किनभनेदेखि हरेक फाइनदेखि लिएर खानादेखि लिएर सब आफैले गरेर, अझै गाडी बिग्रिएको पनि सायद अझै कम्पनीले स्पायर पार्ट भन्दै काट्दै गरिरहेको हुन्छ। पैसा के काटिरहेको हुन्छ, 400-500 काटिरहेको हुन्छ। 2500-2600 स्यालेरी आयो, 2000 आइहाल्यो। 2000मा खानु परिहाल्यो। गर्दाखेरिमा अहिलेको ट्रान्सपोर्ट लाइनमा र जेरीमा चाहिँ एकदम गाह्रो छ। म भन्छु जेरीमा भिडियो हेर्नुहुन्छ भने चाहिँ अल्जेरी ट्रान्सपोर्टमा नआउँदा राम्रो, अथवा चाहिँ ट्रान्सपोर्ट लाइनमै नआउँदा राम्रो। जेरीको त के कुरा गर्नु। अनि अरू कम्पनी हेरेर कम्पनीभित्र आउनुभयो भने ठिकै होला। अहिलेको अवस्थामा अब 2026 लगाइसके पछाडि 26 पछाडि चाहिँ के आउला रिजल्ट थाहा छैन। तर अहिलेको अवस्थामा चाहिँ बिजोग छ। अहिले के अरे हामी त पुरानो भयो, ऋणसिन नहुनेलाई त ठिकै छ। ऋणसिन भएर 2-4 लाख ऋण बोकेर आउनेहरूलाई त यहाँ आएर एकदम ऋणमा गाह्रो छ। यहाँ जेरीले के अरे लाइसेन्स बनाइदिँदैन, आफूले बनाउनुपर्छ। लाइसेन्स रिन्यु गर्दाखेरिमा कम्पनीले दिँदैन, आफूले दिनुपर्छ। जति लाग्यो नि लाइसेन्स रिन्यु गर्दा नि आफैले हो। अनि आफूले लाइसेन्स बनाउँदा कति लाग्छ? अब लाइसेन्स बनाउनु 2-3 महिना लगाइहाल्छ, 1 महिना लगाइहाल्छ। अनि त्यहाँ गाडी लिएपछि गाडी राम्रो गाडी पऱ्यो भने त ठिकै हो, नराम्रो गाडी पऱ्यो भने फेरि बनाउन वर्कसप हाल्नु परेको। त्यसले गर्दा यहाँ आएपछि अब 2-3 महिना स्यालेरी आउँदैन। त्यही 1500 मात्रै आउँछ बेसिक स्यालेरी। अनि त्यसले मात्रै कति हुन्छ खाने या घर हाल्ने, ऋण तिर्ने। त्यो अवस्थाले चाहिँ निकै नाजुक हुन्छ अहिलेको अवस्थामा चाहिँ। अब पछि हो भने चाहिँ पछि अब के हुन्छ सिस्टम त्यतिखेरै थाहा हुन्छ। है त साथीभाइहरू, भिडियो हेर्दै गर्नु होला।